यी हाते महिला अधिकार आयो आयो त भन्छन्, नारी दिवस आयो आज अनि महिला अधिकार आयो भन्छन्। मेरो लागि महिला अधिकार आएन हात्याउ क्यान्ने। अनि यही घरको चुलो चौकोमा घरको धन्दामा सीमित भएँ हात्याउ। हिजो नाम दर्ता गर्न जान पाइन, गाउने धोको थियो, नआइने धोको थियो, जाने पुनि नजाने पुनि हात्याउ जान पाइन क्यान्ने। अनि अब दर्ता गरेलाई मात्रै भाग मिल्दो रहेछ, गाउन पाइँदो रहेछ अरूलाई। अब समय ओभर भइगयो, अब लास्टसम्म बस्या त अनि गाउन पाल्न हात्याउ अनि आइग्या। अनि यही चुलो चौकोले अब छोडेन, फेरि ताप घर आइग्या हात्याउ। अद्दको कार्यक्रम हेरेँ, अद्दको हेर्न पाइन, आइग्या क्यान्ने। अनि राग बैराग लाग्या। अनि अब यहीँती एक कुनती बसी गाउँ कि भनिकन यहीँती आरसीसीमा आया छु। अनि आउनु फुपू गाउँला, हामीलाई चुलो चौकोले कहिल्यै छोडेन क्यान्ने। अब यस्तै हो। अनि अधिकार आयो त भन्छन्, मैन त कहिल्यै आन हात्याउ। जहिले जहिले रहर हुन्छ, जहिले जहिले राम हुन्छ, उही दिन मेरा घर काम हुन्छ हात्याउ। आउनु गाउँला, के उपत्ति पार्ने छ, मुना बैराग यहीँती फिटुला। आउनु कान्छी फुपू आउनु। असल ज्ञानी बन्नु काका बाबा असल ज्ञानी बन्नु, आफ्नै छोरी मान्नु, अपरिचित नारीलाई नि आफ्नै छोरी मान्नु। छोरी चेली दाजुभाइ दिदीबहिनी। अनि एक गीतले भन्न खोजेको तर्क, अनि टाढाका महिला दिदीबहिनीहरू पनि जागिरको सिलसिलामा अर्को पराई ठाउँमा जानुभएको हुन्छ। हाम्रो दिदीबहिनीहरू पनि अर्को पराई ठाउँमा जानुभएको हुन्छ। हर काममा, जागिरकै सिलसिलामा नभएर हर काममा पराई ठाउँमा जानुभएको हुन्छ, बाहिर जानुभएको हुन्छ। त्यहाँ अपरिचित मान्छे त हो, बाहिर जिल्लाको मान्छे त हो भनेर अनि अलि आफ्नो घर छिमेकी, आफ्नो गाउँघरको दिदीबहिनी भन्दा बाहिरकी हो भनेर हजुरहरूले त्यस्तो नराम्रो तरिकाले नहेर्नु होला। अनि आफ्नै दिदी मान्नु होला, आफ्नै बहिनी मान्नु होला, आफ्नै छोरी चेली मान्नु होला, आफ्नै भान्जी मान्नु होला। आदरणीय बुवा, दाजु, भाइ, काका सम्पूर्णमा, मामाहरू सम्पूर्णमा म यही भन्न चाहन्छु। मेरो गीतले भन्न खोजेको तर्क पनि यही नै हो। बुझेर राम्रोसँग लाइक गरिदिनु होला, नराम्रो तर्क नलिदिनु होला है बुवाहरू, दाजुहरू, मामाहरू, काकाहरू। हस् त, धन्यवाद।